केहन भाष्य, किनके भाष्य, कवना के भाष्य, सुवौ भाष्य, कौन भाष्य, सुयु भाष्य, whose narratives, केकर भाष्य। नमस्कार, कसको भाष्य पोडकास्टमा यहाँलाई स्वागत छ। म प्रस्तुता गौरी नेपाली। कसको भाष्य पोडकास्टमा हामी दलित महिला केन्द्रित गफगाफ गरिरहेका छौँ र दलित महिलाले भोग्नु परेका विभिन्न सङ्घर्षका कथाहरू, सफलताका कथाहरूलाई हामी यस कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौँ। यसै सन्दर्भमा आज यस्तै गफगाफ गर्नलाई हामीसँग एकजना बलियो वक्ता हुनुहुन्छ, धना परियार। धना परियारको परिचय धेरै किसिमको परिचय उहाँले बोक्नुहुन्छ। विद्यार्थी राजनीतिमा आबद्ध हुनुहुन्छ, उहाँ गीत पनि गाउनुहुन्छ, सँगसँगै अपाङ्गता भएका व्यक्तिका लागि आवाज उठाउँदै सामाजिक अभियन्ताको रूपमा पनि रहनु भएको छ। यहाँलाई स्वागत छ धनाजी। धन्यवाद। जस्तो धनाजीले चाहिँ मैले आजभन्दा 2 वर्षभन्दा अगाडिदेखि नै चिन्दै आएको, सोसल साइटमा त हामी त्योभन्दा धेरै पहिलादेखि नै जोडिराखेका थियौँ होइन। मैले सोसल साइटमा यहाँलाई अब्जर्भ गरिरहेको थिएँ, तर पछि विभिन्न मौका मिल्यो। त्यो प्रोग्रामहरूमा जति पनि कार्यक्रमहरूमा चाहिँ मैले यहाँलाई देखेँ, तपाईँले प्रश्न गर्नुहुन्थ्यो, त्यो चाहिँ एकदम बलियो लाग्थ्यो मलाई। त्यो प्रश्न एकदम सशक्त, आक्रोशित होइन, पीडा बोकेको पनि त्यो किसिमको चाहिँ हुन्छ। जहिले पनि यहाँले गर्ने प्रश्नले चाहिँ मान्छेलाई छुन्छ। यस्तो प्रश्न कसरी गर्न जान्नुभयो, प्रश्न किन गर्न जरुरी छ भन्ने चाहिँ मलाई फर्स्टमै सोध्न मन लाग्यो। धन्यवाद हजुरलाई। खासमा चाहिँ यो मान्छे जब डबल उत्पीडनमा पर्छ नि, त्यसपछि चाहिँ ऊ आक्रोशित हुँदो रहेछ कि अझ त्यसमा पनि कुन विषयवस्तु कहाँ भइरहेछ र त्यसले कतिको समावेश गरिरहेछ, न्याय दिइरहेछ भन्ने कुरालाई चाहिँ विशेष खिचिरहेको हुन्छ नि त। अनि त्यो विषयवस्तुले पनि मान्छेलाई बढी आक्रोशित बनाउने हो पहिलो कुरा त। त्यही भएर सायदै त्यो विषयवस्तु नै त्यस्तै थियो र म आक्रोशित हुन पुगेँ। जस्तो तराईकै कुरालाई पनि जोड्ने हो भने हामी तराई गएको थियौँ। मेरो तपाईँहरूसँग निकै अनुरोध गरेर एउटा कार्यशाला थियो, एउटा कार्यशालामा त्यहाँ गएको थिएँ। अनि त्यो हाम्रो कार्यक्रम नै त्यो लेभलको थियो कि जो समावेश कसैले छुटाउनै मिल्दैन भने हो नि त होइन। त्यो त समावेशी आवाजहरू हुनु पर्थ्यो। अनि त्यही भएर यसरी आक्रोशित भएँ होला जस्तो लाग्छ। त्यतिखेर पनि मलाई याद छ होइन, त्यो हामी सामाजिक न्यायको लागि लेखन कार्यशालामा थियौँ। अनि त्यतिखेर तपाईँ सहभागीको रूपमा भइरहँदा तपाईँसँग प्रश्न थियो, तपाईँले हात उठाइरहनु भएको त्यो सन्दर्भ मलाई अझै याद छ। अनि माइक पास भएन भनेर प्रश्न गर्नुभएको थियो तपाईँले। कस्तो हुन्छ भने नि, पहिलो कुरा त अब यहाँ विभिन्न समूहहरू, उपसमूहहरू हुन्छन्। अब यसोभन्दा कतिको न्यायिक होला नहोला मलाई थाहा छैन, तर त्यो समूह उपसमूहले उसको फेभरको मान्छे को छ, उसको नजिकको मान्छे को छ, ऊ जस्तो म तपाईँसँग कति समय र कस्तो तरिकाले प्रस्तुत भए भन्ने कुराले नै तपाईँ म प्रति अट्र्याक्टिभ हुने हो र पछि आउने अवसरहरू मैले त्यसरी पाउँदो रहेछु। अब मलाई त्यो थाहा थिएन क्या त्यति बेला त। अब भर्खरै म जस्ट आफूबाट यो समाजबाट बाहिर निस्किने प्रयासमा थिएँ। किनभने हामी त यो अपाङ्गता हुनु भनेको अथवा कुनै पनि उत्पीडनमा पर्नु भनेको यो समाजले कोमामा पुर्याइसकेको हुन्छ कि यति डर हुन्छ कि तपाईँको हरेक कुरामा सोच्नुपर्ने स्थिति हुन्छ कि मैले हाँस्दा उचित हुन्छ कि नै, रुँदा उचित हुन्छ कि नै, त्यो पनि समाजमा डिपेन्ड हुनुपर्ने कुरा यो समाजले क्रिएट गर्दै आउँछ। अब यसैबाट गुज्रिरहेको मैले आफूबाट र यो समाजबाट आफूलाई फेरि नयाँ तरिकाले ल्याउँदै गर्दाखेरि चाहिँ म यो सामाजिक त्यो न्यायिक लेखनमा चाहिँ जोडिन पुगेँ। जुनसुकै कार्यक्रम पनि, चाहे त्यो जसले सुकै गरोस्, राज्यलेदेखि लगेर व्यक्तिलेदेखि लगेर गर्ने कार्यक्रममा खोजिँदैन अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक ठान्दैन यिनीहरूसँग होला र भन्ने चाहिँ त्यस्तो फिल हुन्छ क्या। जस्ट त्यो मेन्टालिटी बनिरहेछ, बोल्न सक्छन् भन्ने कुराको खासै विश्वास हुँदैन। अनि त्यही त हो नि, मैले अब 4-5 चोटि हात उठाउँदा पनि त्यो माइक नपाउनु भनेको त, किनभने त्यहाँ त मभन्दा अरू बढी बोलिराख्नु भएको थियो, कुरा राखिराख्नु भएको थियो, उहाँहरू अलि ट्यालेन्ट जस्तो देखिनु भएको थियो। तर म के भन्न चाहन्छु, मेरो कुरा के हो त भन्ने कुरा उहाँहरूलाई थाहै छैन। मैले त्यो राख्न पाउने कि नपाउने, त्यहाँबाट रोकियो भने त सामाजिक न्याय हुँदैन।
भन्ने कुराले चाहिँ अलि आक्रोशित भएर चाहिँ मलाई चाहिँ तपाईँहरूले माइक नदिने, तपाईँहरूले त मलाई खोज्नुभयो होइन, म यहाँ छु है भनेर हात उठाउँदै गर्दा पनि तपाईँहरूले यति व्यवस्था गर्नुहुन्छ भने तपाईँहरूले मलाई खोज्नुहुन्छ त, मेरो समुदायलाई खोज्नुहुन्छ, दलितभित्रको पनि मेरो लडाइँ कहाँसम्म त भन्ने कुरा चाहिँ मैले यो प्रश्न राखेको थिएँ। हजुर पक्कै पनि जब चाहिँ मान्छेलाई दमनको फिल हुन्छ होइन, त्यो भए पछाडि चाहिँ मान्छेलाई त्यो एक किसिमको आक्रोश पनि आउँछ। र यस्तै स्वरूपमा चाहिँ मैले देखिरहेको वर्षौँसम्म एउटा वर्ग एउटा समूहले नै माइक होल्ड गर्ने भनेको मतलब बोल्न पाउने सामाजिक संरचनाबाट गुज्रेका हामी जो चाहिँ एउटा विभेद निरन्तर भोगिरहन्छौँ र त्यसले सृजना गर्ने डरको बिचमा पनि जब माइक पाउँछन् कसरी बोल्छन् भन्ने कुरा चाहिँ तपाईँ एक किसिमको उदाहरण पनि हुनुहुन्छ होइन। सधैँ त्यो गर्ने प्रश्नबाट चाहिँ म सधैँभरि प्रेरित पनि भइरहेको हुन्छु कि यहाँले गर्ने प्रश्न, त्यसै हुनाले पनि मैले यो प्रश्न चाहिँ गरेको थिएँ। यहाँले एकदमै बलियो उदाहरण चाहिँ आफ्नै अनुभव चाहिँ प्रस्तुत गर्नुभयो कि कसरी चाहिँ मान्छेलाई विशेष अपाङ्गता भएका व्यक्तिहरूलाई, दलित महिलाहरूलाई, सीमान्तकृत समूहमा पर्ने व्यक्तिहरूलाई चाहिँ मान्छेले देख्दैनन्, समूहमा भिडमा कहिले देख्दैनन्, माइक पास पनि गर्न दिँदैनन् र बोल्न पनि दिँदैनन् भन्ने एउटा बलियो उदाहरण चाहिँ यहाँले भर्खरै प्रस्तुत गर्नुभयो। अब मलाई जान्न मन लागेको कुरा भनेको चाहिँ यो विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरू अझ जात व्यवस्थाले थिचिएका अब दलित समुदायहरू, त्यसमाथि पनि भएको यो अपाङ्गता भएको व्यक्तिहरू, त्यसमाथि पनि दलित महिलाहरू यो विभिन्न किसिमको आइडेन्टिटीमा बाँचिराख्दाखेरि चाहिँ, यो विभिन्न किसिमको परिचयमा बाँचिराख्दाखेरि चाहिँ तपाईँले विशेष त भोग्नुभएका मूल समस्याहरू के हुन्, कस्ता कुरालाई चाहिँ समाजले ख्याल गरिदिनु पर्ने हो भन्ने कुरा चाहिँ अलिकति गरौँ न। मलाई कस्तो लाग्छ भने यो समाज नै धेरै धेरै कुसंस्कारसँग गाँजिएको छ। नेपाली समाज मात्र नभएर विश्व समाज नै भन्छु म त विभेदका हिसाबले। नेपालमा जात व्यवस्था छ त्यो एक्स्ट्रा भयो, नत्र अपाङ्गतामाथि हुने उत्पीडन, महिलामाथि हुने उत्पीडनहरू, रङका आधारमा हुने उत्पीडनहरू होइन, ती त विश्वभरि नै छन्। अब हाम्रो देशको कुरामा चाहिँ कस्तो छ भने धेरै पछि विकसित भएको देश हो नि त। अब यो चाहिँ त्यसमा पनि हिन्दू धर्म यति खतरनाक धर्म हो कि सकेसम्म धर्म जुनसुकै पनि त्यसमा त्यो हिन्दू धर्म चाहिँ अरूभन्दा अझ बढी दमन र शोषण गर्ने धर्म जस्तो लाग्छ क्या मलाई। त्यो सबै यहीँबाट गाइडेड छ। अपाङ्गतालाई पनि कुन भाषा प्रयोग गर्नुपर्छ भनेर शुद्ध वेदमा लेखिएको छ क्या, त्यसबाट गाइडेड भएको हो नि त यो समाज चाहिँ। मलाई त्यस्तो लाग्छ, अब अरूलाई थाहा छैन, मलाई त्यस्तो फिल हुन्छ। मैले पहिला त मलाई कस्तो लाग्थ्यो भने म त अपाङ्गता पनि मेरो परिचय नै थाहा थिएन क्या। स्पेसल्ली यो परिचय थाहा नहुनु सबैभन्दा पीडादायी कुरा लाग्छ मलाई चाहिँ। मेरो परिचयबाट राज्यले मलाई किन बेखबर बनायो भन्ने कुरा चाहिँ मेरो राज्यसँग पनि प्रश्न हो कि। जस्तो 1 क्लासदेखि 10 क्लाससम्म पढ्दासम्म मलाई चाहिँ त्यहाँ अपाङ्गता भनेर पढिएकै थिएन के होइन। अनि एउटा त्यो बैशाखी व्हिलचेयर के राखेर अशक्त भनेर के गरेर लेखिएको हुन्थ्यो। अनि त्यहीँबाट मलाई चाहिँ त्यो पढाइदिया भए कम्तीमा मेरो परिचय मलाई त्यति बेलादेखि थाहा हुन्थ्यो। मैले अहिले थाहा पाएको म अपाङ्गता हो भनेर आफूलाई स्वीकारेको भनेको 2078 सालदेखि हो। मलाई आफू महिला भएको कुरा पनि 2078 सालदेखि थाहा भयो, दलित भएको कुरा 2076 सालदेखि थाहा भयो क्या। नत्र त गाउँमा के भनिन्थ्यो भने अछुत भनिन्थ्यो अथवा दमै भनिन्थ्यो अथवा कामी भनिन्थ्यो। हामी त त्यसरी आएको नि त। दलित समग्र समेटिने शब्द दलित रहेछ। अनि दमाई भए पनि तर्क त्यसभित्र पनि थरुन्छन् भन्ने कुरा टोटल्ली हामी त बेखबर थियौँ। अब एजुकेसन सिस्टम पनि त्यो छैन एक हिसाबले भन्ने हो भने। अब 62-63 पछि अलि सहज वातावरण हामीले पायौँ होइन। त्यो पाइरहँदाखेरि चाहिँ अब अहिलेको उसमा मैले ढिलो परिचय थाहा पाएकोमा आक्रोशित हुँदै पनि छु, किनभने मैले ढिलो थाहा पाएँ। त्यो परिचय चाहिँ खासमा हामी आफूले थाहा नदिने, अरूले हामी माथि बनाइदिने किसिमले, अनि त्यही परिचयलाई हामी बोकेर हिँड्ने। अब त्यही त भयो नि। जस्तो तपाईँको 78 सालसम्म मैले अरूले बनाइदिएको परिचय बोकिनँ त। अहिले मैले आफूले जानिरहँदा किन मलाई बेखबर बनाइयो त होइन, मैले अरूले दिएको परिचय किन बोकिदिने भन्ने पनि आक्रोश छ नि त अहिले त होइन। त्यसो भए हुनाले अब हजुरले भनेको कुरातिर जाने हो भने त अपाङ्गता भएको हिसाबले विभिन्न नाम राखियो, म त्यही नाम बोकेर आएँ। त्यसभन्दा पछि त के थाहा भयो भने त दलितहरूसँग बसिरहँदा म दलित मात्रै होइन, म गाउँमा अछुत थिएँ,
यहाँ आइसकेपछि दलित भएँ। दलित भइसकेपछि मैले त्यहाँभित्र के थाहा पाएँ त भन्दा त्यहाँभन्दा अगाडि दलित महिलाको कुरा उठाएको थियो कि त्यहाँ थाहा छैन। मैले आफूले चाहिँ दलित महिलाको कुरा उठाएको चाहिँ स्मरण छ क्या। एउटा कार्यक्रममा चाहिँ नेपाल ल क्याम्पसमा चाहिँ यो मिना पौडेल दिदीहरूको टिमले चाहिँ उहाँहरूलाई वक्ता बनाएर कुनै त्यही सन्दर्भमा यो महिलावादी सन्दर्भमा कार्यक्रम भएको थियो। त्यहाँ मलाई उपस्थित हुँदै गर्दा मलाई के फिल भयो त भन्दा महिला भनेको को हुन् भन्ने प्रश्न आयो क्या मलाई चाहिँ। अनि मैले उहाँहरूलाई भने पनि थिएँ महिला भनेको को हुन् त? भर्खरै एउटा हाम्रो दलित महिलाको बलात्कारपछि हत्या गरिएको छ, बोक्सीको आरोपमा मारिएका छन्। त्यसमा मारिने र मर्नेमा सबैभन्दा उच्च स्थानमा चाहिँ दलित समुदाय छ, ती महिलाहरू छन्। अनि ती महिलाहरू हुन् कि होइनन् त? तपाईँहरूको त स्ट्याटस समेत आउँदैन। अहिले त सामाजिक सञ्जाल हो नि त मान्छेले भरपुर हेर्ने भनेको त। तपाईँले कहिले किताब लेख्नुहुन्छ र दलितका मुद्दा लेख्दिनुहुन्छ, दलित महिलालाई पनि महिला मान्दिनुहुन्छ भन्ने कुरा बताइदिन पर्ने हो भन्ने प्रश्न गरेको थिएँ मैले। त्यसपछि मलाई फिल भएको थियो र मैले त्यसपछि दलित महिलाको कुरा राख्न त थालेँ। तर अपाङ्गता भइरहँदाखेरि चाहिँ म महिलासँग एडजस्ट हुन सकेकी थिइनँ, छैन अझ पनि। म धेरै नर्भस भइरहेको हुन्छु। मैले हजुरहरूलाई धेरैचोटि भनेको छु, म मेरो गन्तव्य स्थलसम्म पुग्दा म 75% लस्ट भइसकेको हुन्छु क्या, आफूलाई गुमाइसकेको हुन्छु। फेरि मलाई 2-3 घन्टा अर्को चाहिन्छ। मैले पहिलाकै धनालाई ल्याउनको लागि 2-3 घन्टा अर्को खर्च गर्नुपर्छ। त्यो त सशक्तहरूलाई पनि हुन्छ होला, तर मेरो लेभलबाट उहाँहरूले सोच्नु परिरहेको हुँदैन। बेसी हुँदा हामीलाई डबल हुन्छ। अब हेर्नु है, अपाङ्गताका बिचमा गयो भने के हुँदो रहेछ भने यिनीहरू त दलित हुन् नि भन्ने हुँदो रहेछ। त्यहाँ समावेश हुनै गाह्रो। अहिले पनि यति बौद्धिक छन् दलित अपाङ्गता भएका व्यक्तिहरू होइन, तर निर्णय गर्ने ठाउँमा चाहिँ उनीहरू छैनन् कि। उनीहरू के अरे गैर दलितहरू अथवा उहाँहरूको नै वर्चस्व छ। त्यहाँ हामी दलित भनेर कहलिएका छौँ। दलितभित्र हामी अपाङ्गता यो झिनो मसिनो काम नलाग्ने भनेर कहलिएका छौँ। दलित महिलाभित्र गइरहँदाखेरि दलित महिलाहरूका थुप्रै नजरहरूबाट मैले आफू बेवास्ता भएको मैले फिल गरेको छु। म के चाहन्न भने दलित महिलाहरूसँग भइरहँदा मैले त दलित महिला भनेर त अन्य ठाउँमा प्रश्न गरिरहेको छु नि। दलित महिलाका नजरहरूबाट म कसरी बाहिर हुन सक्छु, त्यहाँ समावेश हुनुपर्छ भन्ने चाहिँ हो। तर यी यति दमन छ। अब हेर्नु न, लैङ्गिकताका हिसाबले तपाईँले 2 चिज बोक्नुपर्छ भने मैले 10वटा चिज बोकिरहेको छु क्या। अनि मान्छे भन्छन् अनि कति चर्को भएको, अनि किन बोल्न पर्यो, किन आवश्यक छ, यहाँ यो आवश्यक छ कि छैन भन्ने कुरा त त्यो अर्कोले भन्ने होइन, मलाई आवश्यक भएरै त बोल्या होला भन्ने लाग्छ। त्यही भएर उत्पीडन यति तहगत छ कि अब भनिहालेँ नि, मेरा विभिन्न परिचयहरू छन्। एउटै परिचयबाट म काफी छैन भन्ने लाग्छ। अब अरूले कसरी भन्छन् म जान्दिनँ। अब मेरो विषयमा त्यो मैले दलित महिला भएर पनि भूमिका निर्वाह गर्नु परेको छ, अपाङ्गता महिला भएर पनि भूमिका निर्वाह गर्नु परेको छ। जब म अपाङ्गता भएका व्यक्तिहरूको बिचमा हुन्छु भने चाहिँ दलित अपाङ्गता र दलित अपाङ्गता महिला भएर आफूलाई चाहिँ प्रस्तुत गरेर त्यहाँ मैले आफूलाई चाहिँ राखिरहेको हुन्छु भनेपछि त थुप्रै भूमिका निर्वाह गरिराख्नु परेको छ। र यसबाट चाहिँ यो समानता हुनको लागि चाहिँ पहिला चाहिँ यो सिस्टम नै चेन्ज हुनुपर्छ, हाम्रो मस्तिष्क चेन्ज हुनुपर्छ। जबसम्म मस्तिष्क चेन्ज हुँदैन हामीले व्यवहार त लागू गर्दैनौँ हामीले कुनै पनि कुराहरू। यो शिक्षा प्रणाली नै हेर्नुहोस् न, त्यो सिधै त्यहाँ लेखिरहेको छ क्या। म लेखिरहन्छु, गेस्ट पेपर यसो पल्टायो भने त्यो भेटिरहेको हुन्छु, किताब पल्टायो भने भेटिरहेको हुन्छु। कहिले यो भाषा परिवर्तन हुन्छ भन्ने मेरो आफ्नै पनि प्रश्न छ, मैले बेला बेला गरिरहेको छु होइन। अब सम्बन्धित ठाउँमा चाहिँ पुगेको छैन म अहिलेसम्म। म आशा छ, म प्रयास गरिरहेको छु, म त्यहाँ पुग्छु। तर जबसम्म भाषागत सुधार हुँदैन र हामी आफै पनि आफैमा सचेत हुँदैनौँ तबसम्म यो उत्पीडन सायदै मलाई लाग्छ यो कम हुनेवाला छैन। यहाँले भने जस्तो विभिन्न यो तहगत उत्पीडन पनि तहगत हुन्छ भन्नुभयो। विभिन्न किसिमको तहगत परिचय बोके सँगसँगै त्यो उत्पीडनको पनि आफ्नै तह हुने रहेछ। र बेसी तहको पनि सबैभन्दा पिँधमा पर्ने वर्ग चाहिँ बेसी तपाईँले भोगिरहनु भएको आइडेन्टिटीमा, तपाईँले भोगिरहनु भएको दैनिकीमा चाहिँ देखिने भयो। र बेसी तपाईँलाई थप किसिमको समस्याहरू पर्ने कुरा नि गर्नुभएको छ। र यहाँले अब यो धर्मशास्त्रमा अपाङ्गतालाई हेर्ने दृष्टिकोणदेखि लिएर यो हाम्रो पाठ्यक्रममै पनि भइरहेको किताबमा स्कुलमा कसरी पढाइन्छ, किताबमा कसरी देखाइन्छ अपाङ्गता भएको व्यक्तिलाई भनेर विभिन्न कुराहरू जोड्नु भएको छ। जस्तो तपाईँ चाहिँ गीत सङ्गीतको क्षेत्रमा नि हुनुहुन्छ, त्यहाँ चाहिँ कतिको सङ्घर्ष गरिरहनु परेको छ त्यो सङ्गीत क्षेत्रमा?
अब यसको पनि हरेक कुरा चाहिँ त्यो जे लिएरै आउने त हो नि। तर यसमा कस्तो छ भने पहिलो कुरा चाहिँ गायक गायिका भन्ने बित्तिकै त्यसको आफ्नै एउटा एउटा मानचित्र बन्छ हाम्रो मानसपटलमा भनौँ न। अब गायक गायिका हुन चाहिँ हर कुरा पर्फेक्ट हुनुपर्छ, फिगरदेखि लगेर हरेक कुरा के एक एक अङ्गको चाहिँ मैले डान्समा पढ्नु परेको थियो, त्यो चाहिँ हुँदो रहेछ। अब त्यसो गायक हुन चाहिँ पनि ती करिब करिब ती कुराहरू आउनुपर्छ। विशेष गरेर त अब मापदण्डहरू छन्, एकदमै मापदण्डहरू छन्। यति मात्रै नभएर हरेक कुराको त्यहाँभित्र त झन् खतरनाक मापदण्डहरू छन् त्यहाँभित्र। अब त्यसमा चाहिँ दुईवटा पाटोबाट जानुपर्ने हुन्छ। पहिला त मलाई त कलाकार नै बन्नु थियो, अझ यतिसम्म कि स्टेजमा जाने कलाकार बन्नु थियो कि। यसमा मेरो एउटा सानो स्टोरी सुनाउँछु म हजुरलाई चाहिँ के भएको थियो भने हाम्रो गाउँमा बागिना समूह भन्ने एउटा समूहले सुर्खेतमा स्थापित रहेछ त्यो समूह। अनि त्यहाँबाट चाहिँ कलाकारहरू लगेको थियो कि हाम्रो गाउँमा। मलाई चाहिँ गीत सङ्गीतमा रुचि, अनि पहिलोचोटि महोत्सव लागेको घरबाट आमाले नजा भन्नुभएको थियो। किनभने अब बाहिर निस्क्यो कि म माथि कुटपिट हुन्थ्यो त्यो दिन कुटिन्छ भन्ने कुरा घरका मान्छेलाई ठ्याक्कै थाहा हुन्थ्यो। अनि त्यो कार्यक्रममा गइयो, अनि त्यहाँ चाहिँ रामजी खाँड, टिकापुन जस्ता थुप्रै कलाकारहरू जानुभएको थियो कि। सबै त्यहाँ कलाकारहरूलाई हेरिरहेछन्, तर केही मेरो अघि पछिका मान्छेहरूले कार्यक्रममा ध्यान नदिएर मलाई कुटपिट गर्न सुरु गरिहाल्नु भयो क्या त्यो भिडमा। मैले त्यति बेला यो सार्वजनिक कार्यक्रममै बाहिर हुने तपाईले त्यो कार्यक्रमभित्र गइसकेपछि हामी त्यहाँ भनेको यो पनि आकी यस्ताहरूले पनि आउने हो भन्ने थियो क्या त्यति बेला। अनि यस्तो नराम्रोसँग ती अनुहारहरू मलाई स्मरण त छैन, सबै स्मरण भयो। त्यो कार्यक्रममा कुटपिट गर्ने मान्छेहरूको अनुहार चाहिँ मैले स्मरण गर्न सकिनँ। अब उनीहरूलाई चाहिँ अहिले लाग्दो होइन, फिल त गर्छन् होला। अनि कुटपिट भयो। मैले त्यो दिन के सोचेँ भने म चाहिँ यसो भयो भने लुक्नुपर्छ भन्ने नै आउँदैन थियो क्या मेरो दिमागमा चाहिँ। म अब यो स्टेजमा चाहिँ चढ्छु भन्ने त्यहाँबाटै भइसक्यो मलाई। मैले त्यति बेला यो अहिले त म यो आर्टिफिसियल कपालो टोपीको जमाना थिएन त्यति बेला, हाम्रोतिर त धेरै कुरा पुगेकै थिएन। अनि मेरो बाबा हाम्रो घरमा कपडा सिलाउने, अनि बाबाले एउटा रुमाल बनाइदिनु भएको थियो, रुमाल बाँध्थेँ कि मैले कपालमा। मेरो कपालमा टाउकोमा कपाल छैन, अनि बाँध्थेँ। त्यो कहाँ उडाएर कहाँ फाले। पछि मेरो ठुल्बाको छोरीले त्यो ल्याएर मलाई दिए, अनि त्यो रुमाल बाँधेर मैले यो घटना पहिलोचोटि सुनाउँदैछु यहाँ। अनि त्यसपछि ममा के बित्यो भने म कलाकार बन्छु। अनि एसएलसी दिएँ। एसएलसी दिइसकेपछि जस्ट पास भइयो। अब के गर्छस् त भनेर दाइहरूले प्रश्न सोध्नु भएको थियो दाइले। मैले भने म कलाकार बन्न चाहन्छु। एक गीत गायो भने कलाकार भइन्छ, स्टेज चढ्न पाइन्छ भन्ने भ्रम थियो नि त त्यति बेला त। अनि कति खर्च लाग्छ भन्दाखेरि यति लाग्छ भने दाइले ठिक छ भनेर सहमति जनाउनु भयो। दाइ बाजुको सहयोगमा चाहिँ र मेरो शिक्षक, स्पेसल्ली त शिक्षकलाई नै भन्नुपर्छ, हाम्रो उहाँ चाहिँ इङ्ग्लिस टिचर। अनि उहाँले चाहिँ एउटा ठुलो भराङको रूपमा उहाँले पनि एउटा सहयोग गर्नुभयो मलाई। काठमाडौँ उहाँ चाहिँ लोकसेवाको तयारी गर्न आउनुभएको, सँगै मेरो भविष्य पनि क्रिएट गरेर जानुभयो क्या उहाँले चाहिँ। यहाँ चाहिँ शब्द लेख्ने मान्छे, त्यसलाई चाहिँ सङ्गीत गर्ने मान्छे, एरेन्ज गर्ने मान्छे होइन, रेकर्ड गर्ने मान्छे, सबै तयार गरेर घर गएर ल तँ गीत गाउन जानुपर्छ भनेर भन्नुभएको। अब मैले भन्नु त कलाकार बन्छु भनेको थिएँ, तर त्यो टेक्निकल कुरा के हुन् थाहा थिएन। त्यसपछि सरकै सहयोगमा हाम्रो गाउँले हुनुहुन्थ्यो, उहाँको उसमा चाहिँ म काठमाडौँ आएँ। काठमाडौँ पहिलो गीत रेकर्ड भयो मेरो, देउडा गीत रेकर्ड गरेँ। त्यसपछि मैले गीत त्यहाँबाट एउटा आफूलाई मैले गीत सङ्गीतमा त्यसपछि लगाउनु चाहिँ अब लाग्नुपर्छ भनेर लागेको थिएँ। सिक्नुपर्ने थुप्रै कुराहरू थिए, ह्यान्डल गर्ने मान्छे थिएन। त्यही त नि सबैले आफैले सिकेर आफैले लागु गर्नुपर्ने स्थिति थियो। अनि एक गीत गाएर त नहुँदो रहेछ, गायक बन्न त थुप्रै गीत गाउनु पर्दो रहेछ, स्टेज चढ्न थुप्रै गीत गाउनु पर्दो रहेछ। पछि फिल भयो। पछि 1-2 वर्ष त यतिसम्म स्ट्रगल गरियो कि काठमाडौँमा। एकपटक के भयो भने म सामा खुसी, हाम्रो गाउँको ब्राह्मण समुदायको अङ्कलहरू बस्नुहुन्थ्यो, उहाँहरूसँग म पहिला बस्या हुनाले म किर्तिपुर बस्थेँ एकजना आन्टीसँग। अनि त्यसपछि
चप्पल थियो कि त्यो अहिले त्यो सामान्य एउटा चप्पल थियो अनि त्यो चप्पल किनेको थिएँ मैले त्यो लगाएर सामाखुसी आएँ हिँडेर आउनु पर्थ्यो किर्तिपुरबाट सामाखुसी आउँदाखेरि चाहिँ गाडीमै आएँ जाँदाखेरि हिँडेर जानुपर्ने थियो अनि म 1 बजे निस्केँ यहाँबाट किन ढिला हुन्छ वहाँ पुग्न त किर्तिपुरभन्दा त टाढा हो म चाहिँ सामा चोकमै पुगेको थिएन चप्पल त चुडियो ल अनि फित्तावाला चप्पल थियो केही गर्न नसकिने है अनि त्यो चप्पल बोकेर म कहाँसम्म आएँ भने बालाजु बालाजुसम्म आएँ पछि फेरि त्यही चप्पल लगाएँ घिसारिँदै हिँड्दै गएको थिएँ कि अनि त्यो साँझ म त बाटो नै बिर्सेछु कोठामा जाने रातभरि भौतारिएर पिपलको रुख त्यहाँ नगाउँदो बाटोमा चाहिँ त्यो भित्र चोकमा एउटा पिपलको रुख छ रातभरि त्यही गरेर बिहान 4 बजीतिर कहाँ छु त भन्दाखेरि चाहिँ ला बाहिर रहेछु होइन अनि पछि त्यो बाटो रातभरि बाहिर भयो पछि होस आयो क्या मेरो अनि पछि तपाईँ निदाएर होइन बेहोसै रहनुभयो त्यो के भयो नै थाहै छैन त्यो बिचको पिरियडमा चाहिँ मलाई चाहिँ त्यो बाटो नै बिर्सेँ कि कोठामा जान त म त त्यहाँसम्म त पुगेँ हो नि त त्यहाँबाट थोरै 2 मिनट हिँड्यो भने कोठामा पुगिन्थ्यो अनि त्यो बाटो नै नपत्ता लगाएको त्यहीँ गएर राति पनि भएको थिएन फेरि के भयो त्यो थाहा छैन अनि जस बाटो पत्ता लागेन त्यसरी स्ट्रगल गर्दै गर्दा हाम्रो दाइको छोरा वीरबहादुर नेपाली उसलाई चाहिँ मैले सम्झिनै पर्छ उसले चाहिँ होइन तपाईँ यसरी भौतारिएर भयो होइन म तपाईँलाई सहयोग गर्छु बच्चै थियो त्यति बेला तपाईँ चाहिँ फेरि गीत सङ्गीतमा फर्किनु मैले छोड्छु भनेको थिएँ फेरि फर्किनुपर्छ भने पछि रविना दिदी हुनुहुन्थ्यो सानु सुनम भन्ने दिदी हुनुहुन्थ्यो उहाँहरूले मलाई चाहिँ मिडियामा ल्याइदिनु भयो अनि गीतहरू त्यति भाइरलको ट्रेन्ड जो म चाहदिनँ थिएँ होइन भाइरल हुनुपर्छ भन्ने चाहिँ मेरो छँदै थिएन निकै भाइरल बन्नु भएको मान्छे हो तपाईँ त्यति बेला भाइरल भयो अनि गीत गाएर अनि भाइरल भएपछि धेरैजना दाइ दिदीहरूले आफ्ना गीतहरू शब्दहरू दिएर सङ्गीत दिएर निःशुल्कै भिडियोहरू खेलेर मलाई सपोर्ट गर्नुभयो केही गीतहरू रेकर्ड भए जस एक त्यहाँबाट जो मैले सपना देखाएको थिएँ त्यो स्टेज चढ्ने सपना पुरा नभए पनि मैले कलाकार भन्ने रहर चाहिँ अलिकति पुरा भएकै हो तर त्यस पछिका अब अघि हामीले भन्यौँ नि त जति त्यहाँभित्रका ती क्राइटेरियाहरू छन् ती सीमितताहरू छन् त्यहाँभित्र मैले यसो पछि बुझ्दै जाँदाखेरि आफूलाई अलि अटेस फिल पनि भयो फेरि रोकिने पर्ने विषय कहाँनिर भयो भने भाइरल थिएँ त्यति बेला चाहिँ अफर आयो स्टेजको लागि तपाईँलाई चाहिँ सुदूरपश्चिमको हो त्यो चाहिँ अनि तपाईँलाई पनि भनेको छ भनेर कन्फर्म डेट कन्फर्म भएर म त्यसको तयारीमा लागिसकेको थिएँ धन्न कपडा किनिन भन्नु न नत्र त डुब्थेँ म त्यति बेला के भयो अनि होइन तपाईँलाई त यहाँ देखेछ आयोजकले देखेछ यो मान्छेलाई लिएर के काम त नि अनि अलिअलि अनुहार भएको मान्छेलाई ल्याउनुपर्छ भन्नुभयो सिधै भन्नुभयो कि उहाँले बिचरा सोझो हुनुहुँदो रहेछ होइन उहाँले भनेको मान्छे चाहियो भन्ने भयो त्यसपछि मैले के फिल गरेँ भने गीत सङ्गीत क्षेत्र पनि गाह्रो त रहेछ किनभने स्टेज एक बाँच्ने आधार कलाकारको लागि मलाई जहाँसम्म लाग्छ स्टेज पनि हो त्यो महसुस त तपाईँले अघि नै भन्नुभएको बागिनाको प्रोग्राममा स्टेज चढ्ने बेलामा तपाईँलाई चाहिँ कुटपिट भयो भनेर स्टेज चढ्ने होइन कलाकार चाहिँ स्टेजमा गीत गाइराख्नु भएको थियो म त हेरेँ दर्शक थिएँ नि त अनि त्यसपछि मलाई त्यो उनीहरूले कुटपिट गरेपछि यसलाई पनि किन आउनु पर्यो के रहर जाग्यो भन्ने कुराले चाहिँ उनीहरूले मलाई कुटपिट गरे त्यो हुलमा कुटीमा अनि त्यसपछि मलाई चाहिँ रहर जागेको भन्ने कुरा चाहिँ गरेँ मैले अघि चाहिँ जस्तो तपाईँले भन्नुभयो नि कलाकार बन्न नि एक किसिमको मापदण्ड चाहिने रहेछ अनुहार सुन्दर भनेर जुन एक किसिमको सुन्दरतालाई नाप्ने एक किसिमको दृष्टिकोण छ सोसाइटीमा त्यो किसिमको दृष्टिकोणले चाहिँ काम गर्दो रहेछ भन्ने एउटा एकदम नमिठो अनुभव तपाईँले बटुल्नु भयो जस्तो तपाईँले भन्नुभयो कि यो गायन क्षेत्र अथवा कलाकार बन्ने क्षेत्र कलाकार हुन्छु भनिरहँदाखेरि नि एउटा किसिमको सौन्दर्यको मापदण्डभित्र पर्नुपर्छ भनेर त्यो मापदण्डभित्र नपर्दाखेरिको यो तितो अनुभव तपाईँले अभिव्यक्त गर्नु नै भयो एकताका निकै भाइरल पनि हुनुभयो तपाईँ होइन गीतै गाएर भाइरल हुनुभयो त्यो एउटा जमाना थियो अनि त्यो बेलामा चाहिँ तपाईँले आफूलाई त्यो मापदण्डकै कारणले ब्याक हट्नु परेको अवस्था थियो या त्यसले प्रगतितिर लगिराखेको थियो त्यो भाइरल हुने बेलाको समय सम्झेर भनौँ न कस्ता प्रतिक्रियाहरू आउँथे तपाईँलाई
सायदै अहिले पनि यसो हेर्ने हो भने एकदमै सकारात्मक तरिकाले प्रतिक्रिया पाउने भाइरल गायिकामध्ये मलाई धेरै दाइहरूले भन्नुहुन्छ। त्यो सुनिरहँदा आफूलाई खुसी पनि फिल हुन्छ। मलाई चाहिँ प्रतिक्रियाहरूमा म एकदमै पोजिटिभ तरिकाले चाहिँ मलाई चाहिँ बाहिर सामाजिक सञ्जालले ट्रिट गरिदिएको थियो। मलाई सामाजिक सञ्जालले नै ब्यालेन्समा राखिदिएको थियो भन्ने कुरा छुटाउनु हुँदैन। मैले एकदमै सकारात्मक अहिलेसम्म हिजोदेखि अहिलेसम्मको मैले त्यही रेसियोमा त्यो प्रतिक्रिया पाइरहेको छु, एकदम पोजिटिभ होइन। अर्को कुरा जो यो मापदण्डको कुरा छ नि, मैले भने नि सीमितताभित्र त बस्नु नै छैन। सिधा कुरा मैले घरमा पनि भनेको हो, मलाई रेखाहरू मन पर्दैनन्, सीमितताहरू मन पर्दैनन्। जस्तो म जे चाहन्छु त्यो गर्न पाउनुपर्छ र म जस्तो मलाई चाहिँ कुनै फेसन सो गर्नु छैन भने त्यो क्षेत्रले नमागोस् भन्ने पनि हो। म आफूलाई चाहिँ त्यसरी उ गर्छु। तर अब मागिरहेकै ठाउँले चाहिँ त्यसो भए त्यसले चाहिँ डिमोटिभेट गरेन मलाई। फेरि यसले यसरी मागिरहेछ भने मेहनत गर्नेहरू पनि छन् हामीभित्र। मैले त मेहनत गरेका हुनाहरू पनि देखाएको छु। पहिलो कुरा मलाई त्यति बेला झट्टै निर्णय लिइहाल्नु पर्थ्यो कि, अनि त्यो म यसले यसरी मापदण्ड तोक्छ भने यसलाई म वैचारिक तरिकाले अर्को तरिकाले जान्छु। केही समय म यो गीत सङ्गीत क्षेत्रबाट ब्याक हुन्छु। मैले जब म यसलाई आफ्नो वैचारिक तरिकाले म आफूले जबसम्म निर्माण गर्दिनँ तबसम्म यता फर्किन्न भन्ने पनि लाग्यो र म ब्याक पनि भएँ। मैले किनभने स्टेज सिधै त स्टेज एउटा समय तोकिसकेको कलाकारलाई रोकिसकेपछि त मैले त त्यहाँ डिमोटिभेट हुने कुरै थिएन। मैले आफू नयाँ तरिकाले जान्छु भनेर उ गरेँ। अब जस्तो अब थप कुराहरूमा चाहिँ सङ्घर्ष जुन गर्नुपर्ने थियो त्यसलाई निरन्तरता पनि दिन सकिनँ। पहिलो कुरा मैले सहनै सकिनँ भनौँ न। एक हिसाबले त्यहाँ चाहिँ मैले अरूलाई कसले कसरी हेरिरहेछ, कसले कसरी छोइरहेछ भन्ने कुरा पनि देखिरहेको थिएँ। अनि त्यो लेभल मेरो थिएन। म त्यो सहनेवाला पनि थिएन। म माथि पहिलो त हुँदैन भए पनि म सहनेवाला थिइनँ। कलाकारिताभित्रको कुरीतिहरूलाई तपाईँले अलिक प्रत्यक्ष देख्नुभयो। अनि एउटा तपाईँमाथि पनि एक किसिमको रेखा चाहिँ लगाइयो, एउटा बन्धन, एउटा सीमा कोरिएर तपाईँलाई चाहिँ त्यहाँ अगाडि बढ्नलाई चाहिँ एक किसिमले रोकिएको जस्तो पनि महसुस चाहिँ भयो एउटा लेभलमा गइसके पछाडि। अब कलाकार बन्ने सपनालाई त्यहीँ तोडिदिनु भयो कि छोडिदिनु भयो कि बाँकी छ? छैन, तोडेको छैन। म फेरि आउँछु भन्ने चाहिँ छ। किनभने म यहाँबाट चिनिएको हुँ, यो मेरो एउटा परिचयको एक खुट्किला हो। त्यसो भए हुनाले यसबाट ब्याक भएको छैन। तर ती सीमारेखा चाहिँ म प्रयोग गर्दिनँ। अब आफ्नो तरिकाले चाहिँ आउँछु। मलाई आशा छ म एक दिन धेरै गीत गाउनु छैन, चाहे त्यो 5वटा गाउँ चाहे 10वटा गाउँ, तर त्यसले चाहिँ कालजै बनाउन सकियोस् होइन भन्ने लाग्छ। अब त्यसरी आउँछु र यो प्रतिको मोह चाहिँ घट्दैन। अवश्य पनि यहाँको अगाडिको दिनहरूमा यहाँले अझ सशक्त ढङ्गले यो क्षेत्रलाई अगाडि बढाउन सक्नुहोस् भन्ने हामी चाहन्छौँ नै। हामी तपाईँलाई फेरि त्यो तपाईँको आवाज, तपाईँको मिठो स्वर सुन्नलाई प्रतीक्षारत नै छौँ। यहाँलाई शुभकामना पनि छ। मैले यहाँको सोसल साइटमा केही दिन अगाडि मात्र यही सौन्दर्यकै विषयलाई लिएर केही पोस्टहरू यहाँले गर्नुभएको कुरालाई फेरि उक्काउन चाहेँ। त्यो सम्झिरहेको थिएँ अहिले भनिराख्दाखेरि। यहाँले चाहिँ 2टा पोस्ट गर्नुभएको थियो। एउटा चाहिँ तपाईँको पोस्टमा मान्छेले गरेको कमेन्ट होइन, अनुहार त परेकै रहेछ नि मिसको भनेर इमोजी एकदम हाँसेकोवाला होइन, जसमा चाहिँ तपाईँले आफ्नो एउटा कार्यक्रमको फोटो राख्नु भएको थियो। त्यो कार्यक्रममा चाहिँ 2जनाको महिलाको अनुहार थियो। त्यसमा तपाईँले पोस्ट गर्नुभएको भएर त्यो चाहिँ तपाईँलाई नै आएको कमेन्ट हो भनेर बुझ्न सिधै सकिने किसिमको। अनि सोसल साइटमा पनि यो किसिमको अनुहारको कारणले अथवा मान्छेले सौन्दर्यलाई कसरी हेर्छ भन्ने दृष्टिकोणले हेर्दा त्यो एक किसिमको एकदम हेट तरिकाले हेर्ने, नकारात्मक दृष्टिकोणहरू राख्ने, त्यहाँबाट नि भाइलेन्स गर्ने किसिमको त पटक पटक बोकिराखेको हुनुपर्छ। त्यही सन्दर्भमा नै तपाईँको अर्को एउटा बलियो चाहिँ तपाईँले म यही फोटो राख्छु भनेर तपाईँको अनुहार जुन बर्न भएको अनुहार छ त्यो अनुहार स्पष्ट देखिने गरेर एउटा प्रोफाइल पिक्चर राखेर त्यसमा आफ्नो बलियो दाबी गर्नुभएको छ। तिमीहरूले चाहिँ के भन्न सक्छौ, यो अनुहारलाई हेर म फेरि यो अनुहार राख्दैछु भनेर तपाईँले देखाउनु भएको छ। यो पछाडिको कारणहरू, यो सबै हुनुको कारणहरू, यो किन तपाईँले यो राखिरहनु भएको छ, यसको सन्दर्भ अलिकति बताइदिनुहोस् न। यो कुरा चाहिँ कस्तो छ भने म राम्रै भए के हुन्थ्यो भन्ने कुराले
म 2068 सालदेखि 2077 सालसम्म म डिप्रेसनमा गएको मान्छे। के हुन्थ्यो त म यदि राम्री भए भए होइन। अनि गाउँ गयो भने गाउँले भन्छ हाम्रा छोरी राम्रा भएर बिहे गरे भन्छ हो। मेरो आमाले धन्न त्यो कुरा सुनिदिनन् र मलाई सहज भएको छ। धेरै चासोको विषय थियो सौन्दर्यता भनेको। यति छोरीहरूको लागि त सबैभन्दा ठुलो चिज के हो भने त्यो सौन्दर्यता हो। तपाईँ हामीलाई थाहा छ यो कुरा। अब जस्तो त्यहाँबाट म बाहिर आएँ नि त होइन। मैले आफूलाई स्थापित गर्न म 1000चोटि यो धनालाई चाहिँ मैले मारेर आएको हो नि त। त्यसो भए म अब हत्या गर्न चाहँदैन यसको। यो बडा सुन्दर छ, बडा राम्रो छ भन्ने म स्थापित गर्न चाहन्छु। एउटै कारण के हो भने जस्तो त्यहाँ कमेन्ट के आएको थियो भने त्यो हजुरले भनिहाल्नुभयो त्यो कमेन्ट चाहिँ त्यो सन्दर्भ अब अनुहारको के परेकै रहेछ भनेर अनि त्यो इमोजी पनि यस्तो त्यो हाँसेको उडाइरहेको थियो नि त। अनि खासमा चाहिँ त्यो कुन नेचरको मान्छे कस्तो 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 मान्छे होला त्यो हामीले सहजै पत्ता लगाउन सक्छौँ होइन। त्यहाँ पछि मैले फोटो पोस्ट किन गरेँ भने त्यो जब म एकदमै इनर्जी लस्ट हुन्छ नि म त्यो फोटो हेर्छु कि अनि म आफै हाँस्छु। मलाई बडा आनन्द लाग्छ त्यो फोटोलाई हेर्नुको। मेरो छुट्टै आनन्द छ होइन। किनकि जब मैले मलाई सुन्दर देख्छु दुनियाँ जेसुकै बनोस् त्योसँग मेरो सरोकार विषय अब रहँदैन भनेर मैले त के गर्नु छ। यदि यो अनुहारसँग समस्या छ भने सर्लक्कै निस्किँदा हुन्छ। जोडिन उनीहरूको समस्या हो। त्यो उनीहरूको दृश्यको कुरा हो नि त। मेरो दृश्यले म सुन्दर देखिन्छु भने म फेरि यही फोटोलाई लगाएर यसैलाई नै स्थापित गर्छु। केही भन्नु छ भने तपाईँहरू भन्नुहोस्, म सुन्नेवाला छैन। मलाई केही यसले छुनेवाला पनि छैन भन्ने लाग्यो। त्यो फिल भएको थियो नि त्यही लेखेर मैले चाहिँ पोस्ट गरेँ। किनभने यसो गरेन भने यो समाज फेरि मलाई चाहिँ डिप्रेसनमा पुर्याउँछ मलाई थाहा छ। त्यही भएर सौन्दर्यता के हो भन्ने त मैले बुझाएको छु नि दिदी। जस्तो अब यहीँनिर अलिकति कुराहरू जोड्दाखेरि मेरी आमा मलाई यति सुन्दर लाग्नुहुन्छ अहिले चाहिँ। त्यति बेला हाम्रो आमालाई काली भनिन्थ्यो क्या। काली भनेर यसका छोरीहरू पनि काली यो पनि काली भन्ने त्यो चाहिँ मेरो घरभित्र त्यो ठुलै भाष्य रङसँग जोडेर नामै राखिदिने भयो। फेरि उहाँ त्यस्तो यो यिनीहरूले जो सुन्दरतालाई लिन्छ त्यो सुन्दरताको सबै क्याटेगोरीमा पर्ने मान्छे हो कि। तर डोमिनेसनकै एउटा हेप्ने तरिका। आमा हरेक कुरामा सशक्त हुनुहुन्थ्यो। केही पाटो नपाएर आमालाई त्यसरी दमन गरिएको रहेछ भन्ने मैले बुझ्छु अहिले। अनि त्यति राम्रै आमालाई त यो समाजले यस्तोसँग भन्यो। मेरी आमा अहिलेसम्म टिका लाउन मान्नुहुन्न, कालीले लाउन हुँदैन भनेको अरे क्या त्यति बेला भनी। अहिले हामी व्याख्या गर्छौँ हाम्रो आमा कस्ती हुन् के हुन् भन्ने हामीलाई थाहा छ अहिले भन्छौँ र त्यो यति गहिरो प्रभाव पर्छ। मैले त्यहाँबाट के सिकेको छु भने होइन यो समाज जे हुँदा पनि यसरी राईमाथि प्रश्न उठाउने समाज हो यो भन्ने हामी को हो र। त्यही भएर सुन्दरताको मापदण्ड देखेकै हो। यो मापदण्ड कसैले पनि म अरूले फलो गर्लान् त्यो अरूको कुरा। धनाको हिसाब र धनाको जुन धनाले आफ्नो परिवारमा देखेकी छे र यो समाजमा हुनुपर्ने कुरा के हो भन्ने कुरा उसले केही हदसम्म अलिअलि बुझ्न खोजेको छ। त्यो चेष्टा राख्छ। त्यही भएर अहिलेको यो कुनै पनि सुन्दरता कुनै पनि मापदण्डभित्र न ऊ पर्छ न त्यसलाई अनुसरण गर्छ न गर्नुपर्छ भन्ने मान्छेलाई छोड्छ। त्यो कुरा चाहिँ म सोध्छु आफूलाई त्यो किसिमले स्वीकारोक्ति गर्नु भएको छ। यो निकै बलियो पक्ष पनि हो। धेरै हामीहरूले गर्न नसक्ने पक्ष पनि हो। हामी समाजको एउटा विभेदबाट यति थिचिएका यति थलथलिएका हुने रहेछौँ कि सधैँभरि त्यो डरले गरेर आफैले आफूलाई स्वीकार्न नसक्ने होइन आफ्नो सकारात्मक पक्ष पनि देख्न नसक्ने त्यस्तो बनाइदिया हुँदो रहेछ। देख्नै नसक्ने आफ्नै भित्रको सुन्दरतालाई आफ्नो राम्रो पक्षहरू नि त छन् नि होइन। तपाईँले जुन किसिमले यो सशक्त ढङ्गले त्यो पोस्ट गर्नुभएको छ यो चाहिँ ती मान्छेहरूको लागि बढी यो झापड जस्तो मलाई चाहिँ त्यो लागेर त्यो सन्दर्भ उक्काउन चाहेको। र यो सशक्तता यो बलियोपन यहाँमा सधैँ कायम राखोस्। यो हाम्रो समाजमा चाहिँ दलित महिलाहरूलाई हेर्ने एउटा कस्तो दृष्टिकोण छ भने दलित महिलाहरू चाहिँ सधैँ कमजोर हुन्छन् भन्ने छ। अब यो दलित महिलाभित्रको पनि विविध किसिमको बहुआयामिक व्यक्तित्व भएका व्यक्तिहरूलाई हेर्ने हो भने अझ त्यसलाई हेर्ने दृष्टिकोण अझ भयावह नै छ होइन। यो किसिमको कमजोर हुन्छन् भन्ने भाष्यलाई चाहिँ कसरी परिवर्तन गर्न सकिएला जस्तो लाग्छ तपाईँलाई? अब पहिलो कुरा चाहिँ अब हामी अझ फेरि कुरा आउने भनेको तहगतमै हो नि त। हामी त अब त्यो हिसाबले चाहिँ एक किता मात्र अगाडि कसरी गइरहेको छ अथवा बढाइएको छ त्यो कितालाई भने एक समुदाय मात्रै बौद्धिक छ होइन।
तिनीहरूले मात्र सही कुरा गर्छन्, तिनीहरूले मात्रै राम्रो कुरा गर्छन्, उनीहरूको कुरा मात्रै तथ्यपरक छ भन्ने कुराको चाहिँ त्यो पहिल्यैदेखिकै एकदमै हामी प्र्याक्टिकल्ली हामी त्यसरी आइरहेछौँ। वास्तवमा अब दलित महिलाको कुरा गर्दाखेरि चाहिँ सामुदायिक कुरा गर्दाखेरि त्यो हुँदै होइन, थिएन। हामीले त्यसमा पनि हो यस यस भन्दै आइयो, किन थाहै त थिएन, हामीलाई पनि त्यति बेला थाहा थिएन। जब हो त भन्ने प्रश्न आफैमाथि तेस्राउन थालियो, त्यसपछि पो थाहा भयो यो समाजले मलाई के गर्दैछ र मेरो समुदायमाथि के गर्दैछ। मैले स्पेसल्ली आफूले बुझेको चाहिँ त्यो हो। जस्तो एकचोटि एउटा सामान्य देउसी भैलो खेल्यौँ हामीले त्यो कार्यक्रम, त्यसपछि देउसी भैलो खेलिसकेपछि उठेको बजेट हुन्छ जो, त्यो बजेटमा चाहिँ के भयो भने अब एउटा क्लब गठन गर्नुपर्छ भन्ने निर्णय पुग्यौँ कि जित्ने चाहिँ देउसी खेलेर जित्ने टोटली दलित समुदाय थियो, नाच्ने हामी, गाउने हामी, अगाडि त्यसको लिड गर्ने हामी होइन। तर व्यवस्थापनमा चाहिँ अर्को एक समूह थियो कि जहाँ हुनै पर्ने हामी थियो त्यहाँ हामी थिएनौँ, हामी त्यहाँ रमायौँ सक्यौँ। त्यसपछि हामीले त्यो क्लब दर्ता हुनुपर्छ अथवा त्यसलाई निर्माण गरौँ र आउँदो वर्ष हामीलाई देउसी खेल्न सजिलो होस् भनेर चाहिँ त्यहाँ अब त्यो बजेट राख्ने कुरा हामीले सोझो नर्मल्ली हामीले त भन्यो नि नर्मल्ली सोचिन्छ कि स्पेसली त भित्रको फन्डा थाहै हुँदैन, अनि हुन्छ भनियो होइन। तर फेरि पनि त्यो क्लबमा नेतृत्व तहमा चाहिँ न त त्यहाँ तारा आइन्, न धन आइन्, न नौरत आइन् होइन, न त भक्त भन्ने मान्छे आए, कसैलाई पनि राखिएन कि। त्यहाँ मात्रै उनीहरू जो बच्चालाई ल्याएर त्यो समूहभित्र क्लबमा चाहिँ नेतृत्व तहमा राखियो, हामीलाई चाहिँ राखिएन। मैले त्यस बेला तपाईँहरू खुसी हुनुहुन्छ भन्दा मैले के भनेको थिएँ भने, म त्यति बेला 8 क्लास पढ्थेँ, मैले भने अब निर्णय गर्ने तपाईँहरू खुसी हुनुहुन्छ, खुसी हुनुहुन्छ नि होइन। 5 क्लासको बहिनी नेतृत्व तहमा आउँदै गर्दा हामी तपाईँहरूलाई हामी यहीँनिर छौँ, हामीलाई सल्लाह नगरी तपाईँहरूले मन लाग्दै आफूले प्रतिनिधि छान्नुभयो, निर्णय तहमा तपाईँहरू बस्नुभयो भने अहिले तपाईँहरू खुसी हुनुहुन्छ भनेर सबै सकाइसकेपछि तपाईँहरू हामीलाई सोध्न आउने, त्यो हामीलाई के थाहा, हामी खुसी छौँ कि छैन त्यो छोडिदिनुहोस्, तपाईँहरू खुसी हुनुहुन्छ। यो लिड कसले गर्यो होइन, यसलाई कसले लिड गर्यो र यो उचाइमा कसले पुर्यायो, हामी होइनौँ। खोइ त त्यहाँ तारा धना खोइ नौर त खोइ, यिनीहरूसँग क्षमता छैन, हामी गर्न सक्दैनौँ। त्यसपछि त्यो टिम नै मेरै समुदाय पनि मेरो विपरीत भयो, किनकि आफूमाथि हामीले प्रश्न नै गर्न भ्याएका थिएनौँ कि मलाई त्यो लागेको थियो, मैले भनिदिएँ होइन। भनिसकेपछि हामीलाई के अब यी एक उदाहरण हुन् कि अब राज्य तहमा पनि भएको यही हो। जस्तो महिला आन्दोलनकै कुरा गर्ने हो भने अब शहादत प्राप्त गर्ने हिजो योगमायासँग त दलित महिलाहरूको पनि ठुलै जत्था थियो नि, उनीहरूको नाम आउँदैन कि, हुन त उनले लिड गरिन्, तर सँगै शहादत गर्नेहरूसँग पनि त्यहाँ जहाँ अग्निदाह जल समाधि भयो त्यसमा त यति दलित महिला पनि थिए भन्ने त पढ्नै पाइँदैन क्या तथ्याङ्क। मैले कति गुगल हेर्छु, कति किताब हेर्छु, हुँदैन क्या, छैन। दलित महिलाको योगदानहरू मेटाइने कि छैन। योगमाया हुन्, महिला आन्दोलनको लागि हुन् नि त, त्यहाँ सँगै समाधि भएका दलित महिलाहरू पनि छन् के होइन। योगमायाले लिड गरिसकेपछि त्यहाँ दलित महिला पनि थिए, ती पात्रहरू किन नहुने? ती लडाइँ त दलित महिलाले पनि लडेका हुन् नि। मलाई जहाँसम्म लाग्छ यो कालाबानी नालाबानीको युद्धमा चाहिँ के दलित महिलाहरू थिएनन्? जनयुद्धमा दलित महिलाहरू छैनन् के? उनीहरू शहीद भएनन्? उनीहरूले चाहिँ शहादत प्राप्त गरेनन् कि? टोटल्ली खोजिएका छैनन् अथवा त्यो राखिएको छैन, आउनै पर्ने छैन कि। आएको सबैभन्दा उत्पीडनमा त्यति बेला दलित समुदाय परेको थियो, खासमा जनयुद्ध ताका पनि आएको छैन भने यसको भनेको मतलब के हो त भने यिनीहरू कमजोर छ नि, यिनीहरू त मर्ने त कुरा त हो नि भनेर त्यसरी चाहिँ माथिबाट तलबाटै माथिसम्म, माथिबाट तलसम्म यसको आफ्नो चक्र छ होइन। त्यसो भए हुनाले पनि अब उनीहरूलाई अहिलेसम्म पनि के भइरहेछ भने सहनुपर्छ, तिमीहरू त सहने जात हो, सहनुपर्छ, जान्ने सुन्ने भनेको हामी हौँ, हामी बाटोमा, तिमीहरू बोलिराख्नु पर्दैन, तिमीहरूले बोल्ने कुरा हामीले बोलिदिन्छौँ भन्ने कुराले गर्दा चाहिँ हामीहरूलाई गुमराहमा राखिन्छ, विशेष गरी दलित महिलाहरू। अब चाहिँ हामीहरूले बदल्नुपर्ने भाष्य चाहिँ के हो भन्ने लाग्छ भने आफैमाथि प्रश्न गरेर एकचोटि यो समाजको विपरीत भएर त उभिएर त हेर, यसले यिनीहरूले भनिरहेका कुराहरू सही छन् त, मैले भन्नुपर्ने कुरा के हो त्यो त अर्को महिलालाई कसरी थाहा हुन्छ? त्यो त मैले भन्न पर्ने होला नि, आफ्नो प्रतिनिधित्व आफैले गर्ने पर्ने होला। त्यसैले एक लट आफैसँग सोध्ने र प्रतिकार गर्न चाहनुपर्छ भन्ने मलाई लाग्छ। यदि यसो गरिएन भने हामी अझ पनि धेरै समय दास हुनुपर्छ भन्ने मलाई लाग्छ। दलित महिलाको इस्युमा पनि जस्तो अब हामी हुँदा चाहिँ ठुला वैचारिक कुरा गर्छौँ हामीहरू भित्रमा पनि, जब ठ्याक्कै महिला स्पेसल महिला भनिएको छ राज्यले अथवा यो समाजले भन्छ, त्यहाँ पुगिसक्यो भने स्याल
सक्यो क्या के चाहिँ पाउनु र गुमाउनु छ त्यहाँ हामी स्याल बन्दिन पर्ने त्यहाँ पनि त्यो महिलाहरूसँग सोधौन प्रश्न के महिला भने तपाईँहरू मात्रै हो त भने त्यहाँ पर्ने हामीले प्रश्न गर्न मिल्दैन म त गर्ने हो त्यहाँनिर चाहिँ दलित महिलाको उपस्थिति भने शून्य जस्तो अथवा कता छन् भनेर खोज्नुपर्ने उपस्थिति शून्य हुन्छ जब उपस्थित भएकोहरूले पनि हिम्मतै गरिरह हुँदैनन् कि अब त्यहाँ आफ्नो अभिलाषाहरू हुन सक्छन् त्यो त म जान्दिनँ र एउटै कुरा के हो भने प्रतिनिधित्व त समुदायको भएर गएको हो नि त हामी व्यक्ति भएर गयो भने त्यहाँ आवश्यक छैन धना व्यक्ति मात्र भएर गए त सामुदायिक प्रतिनिधित्व उसले गर्नु पर्दैन तर उसलाई त दलित महिला भनेर त्यहाँ बोलाइसकेपछि त प्रतिनिधित्व कसरी गर्ने सामुदायिक कुरा कसरी बोल्ने भन्ने जिम्मेवारी पनि हो जस्तो लाग्छ मलाई होइन आफू बाँच्नु मात्रै बाँच्नु जस्तो होइन केही हामी बाँचिरहेछौँ नि उत्कृष्ट महिलाहरू पनि छौँ हाम्रा समुदायभित्र डाक्टरहरू पनि छन् महिला डाक्टरहरू पनि छन् रिसर्चरहरू पनि छन् लेखकहरू पनि छन् ठुल्ठुला छन् तर हामीले हरेक ठाउँबाट दिइरहेछौँ त्यो पनि होइन गलत होइन फेरि तर स्पेसल महिला नेतृत्वमा गइरहँदा दलित महिलाहरू रोजिया बिरालो चाहिँ किन हुनुपर्ने एक्सन लिन पऱ्यो म त भन्छु सक्छौ भने अराजक भएर पनि एक्सन लिऊ भन्छु क्या किनकि नत्र त तैँले हुनु म बोलिदिन्छु मैले बोले तँलाई पुग्छ भन्ने त्यहाँ पनि त्यो झुन्ड नभएको र भने त्यही भएर त रोजिया बिरालो हुनु पऱ्यो होइन त त्यो हुनु भएन मेरो प्रतिनिधित्व भइसकेपछि आवाज पनि मेरै हुनुपर्छ मैले बोल्ने कुरा तपाईँहरूले बोल्न सक्नुहुन्न एउटा ब्राह्मण महिलालाई जातिभेद भने के थाहा ऊ त दबाउनेमा पर्छ त्यो त दबिनेहरूलाई पो थाहा छ त होइन जब दबिनेहरू नै आउँदैनन् भने दबाउनेहरूले त्यो बोल्न सक्छन् त हुँदैन त्यसो भएको हुनाले महिला भन्ने अन्तर्विविधताको कुरा पनि हो क्या मलाई यस्तो लाग्छ जस्तो कर्णालीका महिलाका बारेमा काठमाडौँका महिलाहरूले यहाँ चाहिँ सेमिनार गोष्ठीहरूमा चाहिँ भाषण दिएर देख्छु क्या म चाहिँ उहाँहरूलाई थाहा छ त कर्णालीले कसरी बोल्छ अरूको मुद्दा बोल्दिनलाई चाहिँ बेसी अभियानहरू पनि आन्दोलनहरू पनि त्यसरी चलिरहेछन् होइन तर त्यो उसैको प्रतिनिधित्व जहाँसम्म हुँदैन त्यससम्म यहाँ त भाषागत नै फरक छ क्या कर्णालीको भन्यो भने जस्तो पूर्वका महिलाहरूको भाषागत नै फरक छ यहाँ बसेका महिलाहरूले स्पष्ट नेपाली भाषा बोलेर उनीहरूको लागि बोल्दैछौँ छौँ भनेर हुन्छ तिनीहरूकै लागि हामीले गरेका छौँ भनेर हुन्छ यो आन्दोलन हो जस्तो मलाई लाग्दैन यो त एक हिसाबले आफू बाँच्ने एउटा आधार चाहिँ हामीले क्रिएट गरे हो नत्र त जहाँसम्म त्यो भौगोलिक हिसाबले जातीय हिसाबले वर्गीय हिसाबले ती भुइँ तहका मान्छेहरू यहाँ आएर उनीहरूको समान प्रतिनिधित्व हुँदैन र हामीले गराउन सक्दैनौँ जहाँसम्म हामी आफै पनि म प्रतिनिधि यसको काबिल म छु र म यसको प्रतिनिधित्व गर्न तयार छु भन्दैनौँ तबसम्म चाहिँ केही पनि हुनेवाला छैन त्यो म चाहिँ हाम्रो समुदायले हाम्रो समुदायका दलित समुदायका महिलाहरूले स्पेसल्ली बुझ्नुपर्ने के हो त मलाई लाग्छ है व्यक्तिगत रूपमा अब म यसरी एउटा विशेषज्ञ विज्ञको रूपमा भने होइन म पनि एउटा स्टुडेन्टको हिसाबले मैले आफूले गरिरहँदा यो गर्नुपर्छ जस्तो लाग्छ हो आज रोजीरोटी त खुसिन्छ नि हो मान्छे नत्र समाजको लागि लड्ने मान्छेले किन सुसाइड हान्न पर्थ्यो कालगति कोही मर्या देख्नु भएको छ त त्यसको लागि लड्नेहरू समाजको लागि मर्नेहरू आत्महत्या गर्नुपर्छ किन गर्नुपर्छ त भन्दा उसले यो समाजका थुप्रै दमन शोषण विरुद्ध बोल्या हो कि ऊ त भोलि एक्लिन्छ नि मानसिक रूपमै विक्षिप्त बनाइदिने संरचना छ भने अब भोलि फेरि यही संरचनामा मान्छे जागरुक हुने त्यसो हुनु भएन अब त हामीले आफ्नो लागि पनि सोच्ने हो कि प्रश्न गर्नु पर्यो प्रश्न मात्र गरेर हुँदैन दाबी पनि गर्नु पर्यो हस्तक्षेप गर्नु पर्यो भन्ने पनि लाग्छ हामी निरन्तर प्रहार गरौँ न मैले एउटा संस्थामा यसो गरेँ कि त्यो चाहिँ युएसआइडीको त होइन अन्य कुनै संस्था थियो अनि त्यसमा चाहिँ प्रतिनिधित्व मेरो पनि थियो क्या अनि मलाई बोल्छ भनेर पनि त्यहाँ राखिन्छ विशेष गरिकन अनि त्यो मैले जति बेला पनि मैले भनेको थिएँ कि दलित अपाङ्गता छँदै छैन तिनीहरूलाई नै ल्याउने हो तिनीहरू नआएसम्म मुक्ति हुँदैन तपाईँहरू अपाङ्गता मुक्ति कुरा नगर्नुहोस् दलित अपाङ्गताहरू ल्याउनै पर्छ भने 50 चोटि भनेको क्या अनि ती 3 दिनको पिरियडमा सबैभन्दा बढी सुनेको आवाज मेरो थियो र सबैभन्दा इरिटेट लाग्ने कति बेला त त्यो फेलोजहरूले त के भन्नुभएको थियो यति इरिटेट लाग्ने गरी बोल्नु हुँदैन हो तपाईँहरूले बोल्दा मलाई त्यस्तै फिल हुन्छ तपाईँहरू यति इरिटेट लाग्ने गरी बोल्नुहुन्छ कि त्यत्रो पाउँदाखेरि पनि तपाईँहरूले के चाहिँ अपुको हुन्छ र तपाईँ बोल्नुहुन्छ सधैँ बोलिरहेको मान्छेलाई चाहिँ आफूले बोल्न पाउँदा इरिटेसन गरिरहेको छु कि अरूलाई भनेर महसुस नहुने रहेछ कहिले बोल्न नपाएको मान्छेले बोल्दाखेरि चाहिँ इरिटेसन पाउँदैछ अझ अब यति बोलिसकेपछि भोलि तपाईँहरू बोलाउनुहुन्न हामीलाई थाहा छ त्यही भएर भएभरको आजै उकल्ने हो तपाईँहरू भोलि बोलाउनुहुन्न किनभने प्रश्न त धेरैलाई मन पर्दैन दिदी मलाई पनि मन पर्दैन होला प्रश्नहरू त होइन किनभने जुन दिन हामी प्रश्न बुझ्न थाल्छौँ उठाउनै नपर्ने अवस्था आओस् भन्ने नै चाहने हो अब त्यो त स्पेस नै नहोला त्यसो त सायदै हुँदैन कि एक न एक ठाउँबाट प्रश्न त उठ्ला नै तर त्यो अझ हाम्रो नेपालमा त त्यो त धेरै गाह्रो परेको कुरा छ हामीले भाषा बदल्न त्यही त हो नि
पहिला हामीमाथि नै प्रश्न गरौँ, यो के सही भइरहेछ, हो यो सही भइरहेको छैन भन्ने लाग्छ भने हामी उठ्नुपर्छ र अब यो सहन अति हो, अब प्रश्न गर्नुपर्छ। महिलाकै मुद्दामा पनि महिला भनिसकेपछि को महिला छन् भन्ने प्रश्न पनि गर्नैपर्छ भन्ने लाग्छ र अब यो भाष्य चाहिँ यसरी बदल्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँले निकै महत्त्वपूर्ण विचारलाई जोड्नुभयो कि दलित महिलाहरूले आफूमाथि भएको जुन एउटा कमजोर भनिने एउटा भाष्य छ त्यो भाष्य परिवर्तन गर्नको लागि चाहिँ आफैमाथि पनि पहिलो प्रश्न गर्ने, त्यस पछाडि अन्य स्पेसहरू जहाँ चाहिँ अरूले ओगटिरहेका छन्, हामीलाई कमजोर बनाउने जे तत्त्वहरू छन्, ती ठाउँहरू छन्, तीहरूलाई पनि गएर प्रश्न गर्ने र त्यो स्थानहरू जहाँ चाहिँ हाम्रो उपस्थिति नै छैन त्यो ठाउँमा चाहिँ दलित महिलाले आफ्नो पहिचानसहित गएर चाहिँ उपस्थिति देखाउने, यी कुराहरू भयो भने चाहिँ भाष्य परिवर्तन हुन्छ भनेर आफ्नो वैचारिक कुरा राख्नु भएको छ। यहाँलाई यो विचार र यो समयको लागि धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। तपाईँ लगायत यो युनिटलाई पनि हृदयदेखि आभार व्यक्त गर्दछु। आगामी यो जुन कार्यक्रम छ कसको भाष्य कार्यक्रम आफैमा एकदमै ठुलो लागिरहेछ मलाई चाहिँ, यसले निरन्तरता पाओस् शुभकामना भन्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। आजको पोडकास्टमा हामीले अपाङ्गता भएका व्यक्ति र दलित महिलाहरूको विशेष सवालहरूलाई छलफल गऱ्यौँ। यहाँहरूको केही सुझाव सल्लाह छ भने हामीलाई सम्झन सक्नुहुन्छ। आजको छलफललाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी एपिसोड लिएर छिट्टै उपस्थित हुनेछौँ। हस् त, नमस्ते।